यो मेरो पुच्चे भाइ कुदेको कुदै छ ऊ। अनि यो पुच्चे बहिनीको नाम के हो बहिनी? रेजी छेत्री। त पढ्छस् कि पढ्दैनस् बहिनी? कुन क्लासमा? स्कुल जान्नस्? कुन क्लासमा पढ्छस्? 1 मा? 1 क्लासमा? ए अनि तेरो खेल्ने साथी खोइ हौ? घरमा चाहिँ। अनि तँलाई के भने त के भनेर बोलाउँछस् अरे बहिनी? त उसलाई तिमी भनेर बोलाउँछस्? अनि परबाट बोलाउनु पर्यो भने कसरी बोलाउँछस्? कसरी बोलाउँछस्? के भनेर बोलाउँछस् अरे? खेल्ने साथी भनेर बोलाउँछस्? अच्छा, यहाँ भाइ छ है। यो चाहिँ बाटो हो है, र एकदम राम्रो छ बाटोको नजारा पनि है, र खाल्टाखाल्टी पोखरीहरू पनि छन् यहाँ। र यता चाहिँ खेत पथारहरू, मुकोली पथारहरू छन्, र मुकोली पथारहरू छ, र यता घरहरू पनि छन्, र यता चाहिँ बाटो हेर्नु छ भने यस्तो छ। यहाँ वाटर सप्लाईको एउटा मजाको एउटा नजारा, वाटर सप्लाई है, वाटर सप्लाई छ। यो चाहिँ पुरा खेत हो, मुकोली पथार। यहाँ एयरपोर्ट बनिने जस्तो कुरा छ है, किनभने यो बहुत ठुलो पथार छ। लाइट बलेकोदेखिबाट लिएर त्यहाँ लाइट बलेकोदेखिबाट लिएर है, र यहाँसम्म अब यो पथार बहुत ठुलो पथार छ। र यहाँबाट हेर्नुहुन्छ भने त यो एउटा घर छ होइन, पथारको माझमा। सो एउटै त घर छ, र कहाँ घरहरू छन्। बहुत ठुलो पथार छ यो। र यी दुई भाइ बहिनी पनि कुदे घरतिर। र यस्तै छ है साथी हो।